How can be so thirsty this morning when I drank last night? Game गएको भन्ने हजुर हेलो कितना भारत हो के भयो आज हामी कहाँको यात्रा हो लेटाङको यात्रा आज केही बुझेन नेचुरल स्विमिङ पुलमा तल्का मचिन्छ केही सुनेन तिमी आज हामी लेटाङको यात्रा यो चाहिँ केराबारी आइपुग्यो अब हामी सिधै लाग्ने हाम्रो यात्रा भनेको लेटाङ नाम सुन्दा त रमाइलो छ अब हेरौँ त्यहाँबाट लगभग 20 किलोमिटर होला 20-25 किलोमिटर लेटाङ तर हामी चाहिँ ओला र मुनि झर्छौँ मुनि फेरि माथि आउँछौँ क्या हामी चाहिँ अब यहाँ लेटाङ पुग्नलाई अझै बाँकी छ ठाउँ बिचमा पोखरी छ पोखरीमा स्विमिङ गर्दैछ अब सबैजना म नि जाँदैछु अब पानी चिसो छ त्यहाँ कति गइरहेछ हेर्नु त उता पर सबैतिर अब पानीमा कट्टु खोलेर ल बाबु हान ड्राइभ बिस्तारै ए ठाउँ त दामी छ यहाँनिर रिसोर्ट पनि छ अब त्यहाँभित्र छिरेपछि एकैछिनमा थाकिन्छ होला त्यहाँ बिचमा उभिनु त कत्रो छ त्यहाँ कत्रो छ त्यहाँ उभिनु यो कसरी थाहा भयो यो दह यहाँनिर छ भनेर लेटाङ जाँदै बाटोमा स्विमिङ खेल्दै अब हामी ड्राइभ भन बाबु ल कति टाढो छ यहाँबाट अब लेटाङ 15-20 किलोमिटर हो अझै कतातिर लेटाङ त यता हो कि यता पानी चाहिँ तातोहरू छ क्या माछा छ खोरा खै म रङको काम गर्दैछु अघि थियो अब त साह्रो भयो क्या यहाँ डुबिँदै छ अरे यो भीमको कपाल हेर्नु नि त्यहाँ दरकडा सेम भीमले सिटी साउदी पर जा आमकी 1-1.5 वर्ष बसेर आउँछ कि सेम टाइप सेम हुन्छ बसेर आमुको बस्नु पर्दैन हौ 1-1.5 चाल्नु रहेछ चाल्नु एउटा डुबिँदै हाल्छ नि यसरी चाल्नु आउँदैन यसरी
खाँदिनँ तिर्दिनँ यो कुन रक्सी भने पो त्यस्तो हुँदैन पाखम्बे म एकछिन खान्छु एकछिन दामी हुन्छ र चुरोटतिर रक्सी खान्थ्यो रक्सी खान्थ्यौ भने खाऊ खाँदैन भनेतिर म खाँदिनँ न तिर्दिनँ भने 14 लाख आएको पनि छैन कसमत लेटाङ आइपुग्न लाग्यो हामी पाखम्बे रक्सी खाँदैछौँ सारा न नामै पाखम्बे पाखम्बे अखम्बे हाम्रो उता छ यहाँ चाहिँ अखम्बेको त पाखम्बे फुट्छ यतै राख्नु माथि भरे अखम्बे जस्तै बोलियो भने म याद गरेको छु पाखम्बे खाएर अखम्बे जस्तै बोलियो भने बाहिर जाँदा चाहिँ अन्त उहाँले पनि नाइम नभन्ने रहेछ रुख हुन्छ कि के हुन्छ पाखम्बे भनेको चाहिँ रुख हुन्छ कि बिरुवा हुन्छ ओहो ठिक छ यो हाउ क्यान बी सो थर्स्टी दिस मर्निङ वेन आई ड्रङ्क लास्ट नाइट हिजो बेलुका खाएको अहिले पनि किन प्यास लागिरहेको छ बिटाइममा आयो हाम्रो यो लेटाङको बजार हो यो यहाँदेखि पुरै माथिसम्म छ यही हो लेटाङ मेन लेटाङ भनेको यही हो दाइ त्यहाँभन्दा माथि रमाइलो केही छैन हामीले खाना खाएको होटल चाहिँ यही हो अब यहाँबाट हामी यसो घुमघाम बिल तिरेर हामी घुमघाम जानु जाने Letang, straight away from Dharan 5, Devrali, with our Kisan Chok James, Mr. Binod Lorung Rai, and our handsome Bhim Lorung Rai, and our here, Mr. Anil Bunam Rai, straight away from Devrali 5, Police Chowki. We are on Sorot Chicken Supply, straight from Dharan 5. Come visit us in our mama house. अब हामी यो लेटाङबाट बिदा हुन लाग्छ अब धन्यवाद स्ट्रेट लेटाङ बजार यही हो लेटाङ बजार यो काठमाडौँबाट लगभग 548 किलोमिटर जति आएपछि आउने बजार लेटाङ हामीले यहाँ होटलमा खायौँ अब यहाँबाट हिँड्न लाग्यौँ यो चाहिँ केराबारीको पुल चोलेङ्गे पुल हाइट रहेछ नि अब खत्रै हाइट रहेछ पुरै हाइट छ खोला नि रहेछ केराबारी पुल लामो रहेछ माथिको काममा मान्छे हिँड्दा पनि लडी मर्ने खालको भिड छ माथि यो केराबारीको पुल पर ए हामी उतैबाट जान्छ भने यो खेत हो कि बगर हो यो बगरलाई खेत बनायो मेहनती किसान
एकदम यो त नेपालकै ठुलो होला कि क्या हो अब चाहिँ आधी भयो ल ओहो पसिना पनि त्यस्तै यार यो चाहिँ केराबारीको ठुलो पुल यस्तो पुल देखेको छैन मैले यो खोला अझै पारि पुग्नुलाई धेरै टाइम लाग्छ खतरै पुल रहेछ केराबारीको भाइ पनि त्यहाँ बसिरहेछ यार यो खोला आयो भने कत्रो आउने होला यहाँ चाहिँ अलि हावा आउँदो रहेछ हौ बिचमा हावा यो खोला भएर हावा आइरहेको रहेछ हिँडारै सकायो एउटा पुल तार्न त यति गाह्रो छ त्यो त दिउँसो खायो भने त्यस्तै हुन्छ क्या आयो पोस्ट हालिरहेको रहेछ क्याम्प गएको भन्दै कुरो पेनभरि कुरो टाँसेर आउँछ देवाले क्या कस्तो हान्दै हुन्छ बैगुनी पो लाग्छ गीत लाग्यो उ त्यो कुरो घारीमा क्या बैगुनी रहेछ त्यो होइन अहिलेको यो चाहिँ भगवतीको रक्सी तातोबाट होला बाहिरको त्यो भगवती मान्छे फनी बोय भोगटे रक्सी अनि भोगटे मान्छे मिलेन त मैले मिला मात्रै दिएको नि अब यो भगवतीको रक्सी आज के रक्सी अर्को के अहिलेको पाखण्ड बेदको यो भगवतीको यो चाहिँ बियर खानु उ चाहिँ भकुन्डे के अरे भोकटे मान्छे सिक्स प्याक कमिङ सुन उला भन्नु त मुनि लुगाए माछे देखिन्छ अब यो हाम्रो लगभग अन्तिम होला है केटाबारी अन्तिम यहाँ पुल यहीँ छ उहाँ चाहिँ उता बाहिर हगेर आउनु भएको छ अब यही फेरि पोस्ट आउँछ उता काट्नु क्या सतो बैस काट्छु म उताकै हाल्दिनु पर्दैन पुलै देख्दिनँ हगेर आउनु ड्याक मिनट अनुहार पर्छ काट्छु म यो चाहिँ भोइस काट्नु है फेरि हगेर आउँदा ठिक पुल केही देख्दैन त पुल केही पनि देख्दैन त अब त कहाँ देख्नु त एकछिनमा क्लिप गर्नु नि काट्नु नि अनि फेरि त्यसमै जोडेर गर्नु हरि भाइ यो केराबारी पुल कसले बनाएको रे भाइ कति भाइ ठेका लियो 3 करोड चार करोड भन्छ नाफा भ्रष्टाचारी भनिदिएर क्या अब 4 करोड फरेपछि नाफा खाएर नि त